अनि कस्तो कार्यक्रम चाहिँ यहाँको जनताले चाहिराख्नु भएको छ, मतदाताले चाहिराख्नु भएको छ, त्यो पनि केही सिक्ने मौका मिल्यो। मलाई पनि केही शिक्षाहरू मिलेको छ, मैले नोट गरेको छु। त्यसलाई हामी योभन्दा अर्को कार्यक्रमबाट हामी कार्यान्वयन गर्न कोसिस गर्छौँ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालको यो सङ्घीय निर्वाचन, विशेष गरी प्रतिनिधि सभाको निर्वाचनको निर्वाचित सांसदहरूको लागि एउटा ठुलो समस्या देखिने चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा गएन पुगेन भन्ने कुरा चाहिँ यो जटिल समस्या, देशैभरिको समस्या लाग्यो। अनि हामीले यसलाई अलिकति मैले अघि सुरुमा बोल्दा नि भनेको थिएँ, अहिले हामीसँग 3 तहको सरकार छ, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार। आज यो सङ्घीय सरकारको यो प्रतिनिधिहरू चाहिँ, प्रतिनिधि सभाका सदस्यहरू चाहिँ मूल कानुन बनाउनको लागि संविधानले चाहिँ तय गरेको मूल कानुन बनाउनको लागि, कानुनलाई चाहिँ संशोधन गर्नको लागि यसमा बढी समय दिनको लागि चाहिँ सङ्घीय निर्वाचन हुन्छ। त्यसै प्रादेशिक निर्वाचन त्यो प्रदेशभित्र अलिकति त्यसलाई चाहिँ नजिकबाट आफ्नो स्थानीयलाई हेर्नुहुन्छ भने स्थानीय सरकारको निर्वाचन चाहिँ ठ्याक्कै वडाका जनतालाई, ठ्याक्कै मतदातालाई काम गर्नेको लागि बनाइएको हुन्छ। तर हामीले चाहिँ कस्तो संस्कार सिकाएर आयौँ हामीले भने जनप्रतिनिधि प्रतिनिधि सभाको सदस्य नै ठ्याक्कै घर दैलोमै पुग्नुपर्छ, नत्र भने विकास हुन्न भनेर हाम्रो विकासको मोडल चाहिँ हामीले बिगारेको अवस्था छ। मैले अघि सुरुदेखि भन्न चाहेको चाहिँ यो 3 तहको सरकारको समन्वयकारी भूमिका चाहिँ एकदमै कमजोर छ हाम्रो अहिलेको सङ्घीयतामा। यसमा मेरो अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। मैले अघि सुरुमा नि भने मेरो आफ्नो समय त म दिइ नै हाल्छु। म यहाँहरूलाई अघि सुरुमै प्रतिबद्धता व्यक्त गरेको छु। म यहाँहरूलाई म आएन भन्ने त्यो भान नहुने गरी नै दिन्छु। तर चुनावको बेलामा माइक बोकेर हिँडिँदो रहेछ, हामी माइक बोकेर हिँड्दाखेरि सबै आयो भन्ने थाहा हुँदो रहेछ। अनि चुनावभन्दा पछाडि चाहिँ हामी माइक बोकेर हिँड्न नमिल्ने भएको कारणले ठ्याक्कै तल आएर पसलमा आएर गफ गरेर छलफल गरेर गए पनि अनि त्यहाँ त्यही माथिल्लो घरमा बसेको मान्छेलाई थाहा नहुने यो समस्याहरू पनि छ। फेरि मैले यहाँलाई यो भन्न खोजिरहेको छैन कि प्रतिनिधि सभाको सदस्यहरू चाहिँ आउनु पर्दैन भन्न खोजेको छैन। पहिलो मेरो काम भनेको प्रदेश संरचना र स्थानीय संरचनालाई समन्वय गर्ने र डिपी अर्यालले हामीलाई चाहिँदैन, किन हाम्रो वडाको मान्छेले सही काम गरिरहेको छ। यो डिपी अर्यालको चाहिँ यहाँ चाहिँ समन्वय छ, निर्देशन छ भन्ने किसिमको काम मेरो पहिलो प्रतिबद्धता हुन्छ, मैले गर्नै पर्ने काम हुन्छ। र दोस्रो, मेरो समयले भ्याएसम्म यहाँहरूले बोलाएसम्म म आफू चाहिँ सम्झेर आइ नै हाल्छु। म त्यसमा प्रतिबद्धता व्यक्त गर्दछु। यहाँहरूको अलिकति चिन्ता त्यसमा बढी देखेँ। अर्को 23-24 गतेको घटना, आजै 1 बजे हामी 23 गते जति पनि मृत्युवरण गर्नुभयो भाइ बहिनीहरू, छोराछोरीहरू, उहाँहरूको परिवारसँग आदरणीय पार्टी सभापति रवि लामिछानेले हाम्रो केन्द्रीय कार्यालय बालाजुमा चाहिँ आज नै भेटघाट गर्ने कार्यक्रम राखेका छौँ। हामी निरन्तर उहाँहरूसँग संवादमै छौँ, छलफलमै छौँ। र पछिल्लो समय सरकार र जेनजी समूहबीच भएको जुन 10 बुँदे सम्झौताको विषयमा पनि हामीलाई त्यसमा गम्भीर चासो छ। हामी त्यसको कार्यान्वयनको लागि चाहिँ हामी अहिले नै सरकारलाई घचघच्याइरहेका छौँ भने हामी त्यसलाई चाहिँ हामीले सरकार बनिसकेको गर्ने कुरामा दुईमते भएन, त्यसलाई हामीले शिरोधार गरेर अगाडि बढिरहेका छौँ। र 23 र 24 गतिको घटनाले नै अहिलेको यो निर्वाचन आएको हुनाले अघि नै मिलनजीले भन्नुभएको जस्तो यो पटकको निर्वाचन भनेको यो देश समृद्धितर्फ जान्छ अथवा यो देश अझ योभन्दा चाहिँ भर्खरामा जान्छ भन्ने निर्णायक यो निर्वाचन हो। त्यस कारणले तपाईँ हाम्रो जीवनमा योभन्दा अगाडि भोगेका निर्वाचन र भविष्यमा आउने निर्वाचनभन्दा अत्यन्तै फरक निर्वाचन हो। हामी 2084लाई कुरेर बसेका थियौँ भने 2082मा हाम्रै छोराछोरीले ज्यान गुमाएको कारणले यो निर्वाचन आइरहेको छ भने यो निर्वाचन यति महत्त्वपूर्ण छ र जनताको लागि र यो देशको लागि यो निर्वाचन अत्यन्तै महत्त्वपूर्ण भएको हुनाले 23 र 24को घटनालाई हामीले गम्भीर रूपमा लिएका छौँ। र यसलाई हामी मैले एउटा त सभापतिज्यूसँग भेटघाट निरन्तर भइराखेको छ। वरिष्ठ नेताज्यू र सभापतिज्यू दुवैजना राखेर देशभरिको जेनजी लिडरहरूसँग चाहिँ यो निर्वाचनभन्दा अगावै एउटा कार्यक्रम गरेर उहाँहरूबाट सुझाव सङ्कलन गर्ने मैले नै प्रस्ताव गरिरहेको छु। त्यस कारणले यसमा हामी गम्भीर छौँ। मैले यहाँलाई यो राखेँ। पक्कै पनि जेनजी समूह मेरै घरमा, मेरै परिवारमा पनि जेनजी उमेर समूहको सदस्य भएको हुनाले यसमा म गम्भीर छु। अर्को, यहाँले यो 9 नम्बर क्षेत्रको विकासको रोड म्याप भन्नुभएको छ। पक्कै पनि उम्मेदवार भएर आइरहँदाखेरि मलाई यो 9 नम्बर क्षेत्रको बारेमा मेरो राम्रो रिसर्च छ, मैले यसमा अध्ययन गरेको छु। त्यसलाई अब कुन समयमा कसरी प्रस्तुत गर्ने यहाँहरू कहाँ भन्ने त्यो प्लानिङ गरिराखेको छु। म त्यो लिएर आइ नै हाल्छु। र मैले अहिले चाहिँ
अझै म यहाँसँग सुधार सङ्कलन गर्न चाहिरहेको छु अलिअलि किनभने मेरो त्यो संरचना मैले बनाउन लागेको वाचापत्रमा यहाँहरूको सुझाव नछुट्यो। हिजो मात्रै म हाइटेन्सनको सम्बन्धी खोलाको मापदण्डको सम्बन्धी म हिजो मात्रै छलफल गर्दै थिएँ। त्यस कारणले यसलाई पनि हामीले सकेसम्म नेपालको संविधानले नेपालको कानुनले र यहाँको जनतालाई असर नपर्ने कुराहरूमा म गम्भीर ध्यान दिएर त्यसलाई बनाउनेछु। रोडम्याप म प्रस्तुत नै गर्नेछु यहाँहरूलाई। र अर्को चाहिँ श्रमको विषयमा कुरा गर्नुभयो। संयोगले नेपालको राजनीतिमा थोरै राजनीति गर्दा गर्दै धेरै जिम्मेवारी सम्हाल्न पाएको त्यो एउटा भाग्यमानी राजनीति नेताको रूपमा पनि आफूलाई लिन्छु। दुईचोटि छोटो भए पनि श्रम मन्त्रालय नै सम्हालेको कारणले श्रमिक सम्बन्धीको विषयमा सायदै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र त्यति धेरै चासो राख्ने नेताको रूपमा म पर्छु। र मैले नेपालमा पार्ट टाइम जबको लागि भाटपट्टिनीले मिनबहादुर गुरुङजीलाई मैले बोलाएर नै तपाईँले चाहिँ 1 घन्टे 2 घन्टे 3 घन्टे भए पनि काम दिनुहोस् भनेर उहाँलाई भनेर मलाई भेटेको दोस्रो दिन उहाँले 2000 जनालाई काम दिन्छु भनेर घोषणा नै गर्नुभएको र गएको दसैँबाट त्यो कामै सुरु भएको अवस्था छ भने हामी त्यो काम सुरुवात गरि नै मैले यो भने र बाँकी यहाँले हात उठाउनुहरू केही छुट्यो हजुरको पार्टीको तर्फबाट भन्नुभयो जेन्जीहरूसँग हजुर सुदन गुरुङहरूलाई जेन्जी भन्नुहुन्छ कि जो रोडमा अनसन बसिरहेको छ उसलाई जेन्जी भन्नुहुन्छ भन्ने कुरा क्लियर छ है। अनि को जेन्जीहरूसँग हजुरले छलफल गर्नुभयो भन्नुभयो, म पनि त्यहाँको छु। को जेन्जीहरूसँग छलफल गर्नुभयो? सुदन गुरुङ रक्षा बाहुहरू जुनहरूले पार्टीमा प्रवेश गराएर जेन्जीको नाममा उनीहरूको जेन्जीको यदि साँच्चीको माग पुग्दा गर्थ्यो भने पार्टीमा जान्दैनन् क्लियरली होइन। तर म भोट हाल्छु उसलाई, डोन्ट वरी। तर यति मात्रै क्लियर मलाई दिनु कि तपाईँको अहिलेको मिटिङ यहाँ घाइतेहरूको यहाँ हाम्रै ओडामा 3 जना घाइते छन् है। हाम्रो ओडामा जेन्जीबाट जुन आन्दोलनमा गोली लागेको 3 जना छन्, अरू जेन्जी साथीहरू पनि छन् यहाँ। तर मैले भन्नु खोजेको हजुरको वार्ताको कुसँग भइरहेको छ सुदन गुरुङहरूसँग कि रोडमा जो अनसन बसिरहेछन् या रोडमा बसेको मान्छेहरूसँग वार्ता भइरहेछ? सबैभन्दा पहिला म मेरो आदरणीय मतदाता मेरो प्रिय भाइलाई म के भन्न चाहन्छु भने जेन्जी भनेको एउटा उमेर समूह हो भन्ने कुरा हामी सबैले बुझेका छौँ। जेन्जी एउटा उमेर समूह हो। त्यसमा अहिले यहाँले भन्नुभयो जस्तो 7 प्रदेशमा जेन्जीका लिडरहरू म हो भनेर हिँड्ने धेरै लिडरहरू हुनुहुन्छ। मैले थाहा पाएको करिब 48वटा जेन्जीको चाहिँ ग्रुपहरू बनेको छ। त्यो मेरो अध्ययनले हो, त्योभन्दा बढी पनि होला, कम पनि होला। अनि आज हामीले बस्न लागेको चाहिँ जो 23 गते मृत्युवरण गर्नुभयो भाइ बहिनी छोराछोरीले, उहाँहरूको परिवारसँग बस्दैछौँ आजको बसाइ चाहिँ। र हाम्रा वार्ता भन्दा पनि हामीले गर्न खोजेको संवाद चाहिँ तपाईँहरू जस्तै साथीहरूले तपाईँहरू आइदिनु पर्यो। हामीले त चिन्दैनौँ नि त, हामीले त कसैले लिडरसिप गरेर आएको। तपाईँहरूले भन्नुभयो, तपाईँले आज यसरी भन्नुभएको छ। एकैछिन म यहाँलाई म सम्बोधन गर्न खोजेछु। त्यसैभरि 7 प्रदेशभित्र भएका जेन्जी समूहको लिडरहरू तपाईँहरू जस्तै साथीहरू छ। हामी संवाद गर्न जहिले पनि तयार छौँ। तपाईँले दिनुभएका सीमित नामहरू मात्रै जेन्जी होइन र उहाँहरू जेन्जी हो कि होइन भन्ने कुरा पनि म विवाद गर्दिनँ। जेन्जी भने एउटा उमेर समूह, त्यो उमेर समूह कति उमेर समूह हो तपाईँहरूले नै बुझ्नु भएको छ। त्यसलाई मैले धेरै व्याख्या नगरौँ। त्यस कारणले को जेन्जी को नजेन्जी यता हामी विवादमा जानुभन्दा नि हामी सबै साथीहरूसँग बस्न तयार छौँ, छलफल गर्न तयार छौँ, उहाँहरूको कुरा सुन्न तयार छौँ। तर हामीले खोज्दै जानलाई हामीलाई सम्पर्क भएको छ। यहाँले भन्नुभयो माइती घर, मैले नोट पनि गरेको छु। माइती घरमा हाम्रा नेताहरूले केही नेताहरूले भेटि पनि सक्नु भएको छ। अब तपाईँलाई कतिको जानकारी छ, तर तपाईँले बुझेको शीर्ष नेताहरूको भेट नभए हुनसक्छ। उहाँहरूको माग के हो त्यो विषयमा तपाईँले मसँग समय लिनुहोस्, हामी सँगै नै जाउँ। त्यसमा हामी कसैले पनि अनसन बस्न नपरोस्, कसैले चाहिँ सडकमा गएर चाहिँ तपाईँ आफ्नो मागका लागि चाहिँ सडकमा जान नपरोस्। हामीले किन रातो क्रान्तिलाई किन हामीले चाहिँ स्वीकार्न सकिरहेछौँ र किन निलो क्रान्ति गर्नुपर्छ भनेर हिँडिरहेका छौँ भन्ने कुरा लौ हजुरले बुझ्नु नै भएको छ। त्यस कारणले तपाईँले दिएका सकेट नामहरू मात्रै होइन, हामी सबैसँग बस्न तयार छौँ, सबैको कुरा सुन्न तयार छौँ, सबैको कुरालाई समेटेर लिएर जान तयार छौँ। मैले यति हजुरलाई भने। बाँकी यहाँसँग संवाद गर्दै फेरि तपाईँसँग मेरो सचिवालयको साथीहरूले पनि तपाईँसँग संवाद गर्नुहुन्छ। हामी कसैलाई पनि तपाईँले के ढुक्क हुनुहोस् भने 7 प्रदेशमा रहेका नेपाली नागरिक कसैको कुरा सुन्न नि रासोपा तयार छ, डिपी अर्याल तयार छ। सबैजनालाई धन्यवाद हाम्रो निमन्त्रणमा स्वीकार गरेर यो मालिकजीले लिएको गाडीको कुरामा चाहिँ होइन अब हाम्रो यो एकदम विरोध आइरहेछ होइन। अब जस्तै एमाले पहिला पार्टी अफिस लिनाले भाटबटिनीको ताल त्यस्तो भयो। अहिले यो चुनावको टाइममा अब तपाईँले यो कुरा चाहिँ त्यहाँसम्म पठाइदिएर अहिले हामी सबै चाहिँ यो बेलामा चाहिँ घन्टीमय भएको बेलामा
भोलि भ्रष्टाचार भने चाहिँ लिनु पैसा लिनु मात्रै होइन, जग्गा लिनु, गाडी लिनु, सबै कुराहरू चाहिँ भ्रष्टाचारमा हुन्छ। हजुरले चाहिँ यो कुरा चाहिँ अहिले यो चुनावको मुखमा यसरी अर्काको एउटा कम्पनीको एउटा व्यक्तिसम्म गाडी लिँदा भोलि चाहिँ अहिले नै पहिला पनि व्यापारीहरूले पुरानो सबै नेताहरूलाई चाहिँ किनेर सबै सामानहरू चाहिँ वृद्धि गराएर अथवा ब्ल्याकमा बेचेर अहिले पनि सरकार नहुँदै हेर्नुहोस् सबै रासनको सबैको सामानहरू अहिले फेरि वृद्धि भइसक्यो। भोलि यही कुराले पुरानै शैलीमा चाहिँ हामी यसरी व्यापारीहरूसँग सामान लिने, जग्गा लिने, पैसा लिने चुनावमा भयो भने त पुरानै शैलीमा हामी गइहाल्यौँ नि होइन। हाम्रो त नयाँ शैलीमा जाने, नयाँ विचार हाम्रो, हामी नयाँ विकास गरौँ भनेर लागेको मान्छेहरू यसरी 9-9 करोडको 8-8 करोडको गाडी अर्को किन लिएको यो चुनावको टाइममा? हजुरले यो कुरा चाहिँ बालेनजीलाई गरेर तुरुन्तै यस्तो लिने कामहरू हामीले अहिले नगरौँ, किनभने यो चुनावको टाइम हो होइन। म चाहिँ त्यो भन्न चाहन्छु क्या, म चाहिँ एकदम म खुङ्खार एमाले हुँ पहिला, अहिले म पुरा चाहिँ अहिले उसलाई समर्थन गर्ने मेरो यो भाइ चाहिँ मेरो भतिजा हो। त्यही भएर म यो भन्न चाहन्छु है, यस्तो बेलामा एमालेको हालत नहोस् भन्न चाहन्छु म। यहाँको सुझावलाई मैले मेरो नाम चाहिँ श्यामकृष्ण थापा हो। मैले यहाँको सुझावलाई वरिष्ठ नेताज्यूको अध्यक्ष भएर यो कुरा चाहिँ पठाइदिनु। वरिष्ठ नेताज्यूले अहिले प्रयोग गर्नुभएको गाडीको विषयमा हामीलाई सूचना प्राप्त भइसकेको छ। त्यो विषयमा हामीले आज दिउँसो नै पार्टी सभापतिज्यू हामी बस्दै नै छौँ। त्यो विषय के रहेछ त्यसको सत्य तथ्य बुझेर यहाँले दिएको सुझावलाई हामीले आगामी दिनमा त्यस्ता कमी कमजोरी भएको रहेछ भने नदोहोऱ्याउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले म तपाईँहरूको अगाडि सार्वजनिक यो मञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापना भएर 45-46 महिनासम्म मैले नेतृत्व जुन एउटा नेतृत्वमा भूमिकामा हामी शीर्ष नेतृत्वमा बसेर काम गरिरहँदाखेरि आजको दिनसम्म कुनै पनि नेपालको अथवा विदेशको कुनै पनि व्यावसायिक घरानासँग कुनै पनि संस्थासँग हामीले अनैतिक चन्दा कुनै पनि सहयोग केही लिएका छैनौँ। मैले यो स्पष्ट तपाईँहरूलाई पार्न चाहन्छु आजको दिनसम्म, र आगामी दिनमा नि त्यो नहुनको लागि र यहाँले भन्नुभएको जस्तो त्यही केही कमी कमजोरी भएको रहेछ तुरन्त सुधारेर आगामी दिनमा नदोहोऱ्याउनको लागि म प्रतिबद्धता छु। एउटा कुरा सोध्छु है, यो अन्चोस होइन म राजकुमार लामिछाने होइन। मैले चाहिँ भन्नु चाहिँ के भने हाम्रो पुरानो पार्टीहरूले पनि जुन जुन ठाउँमा भाषण गर्दाखेरि पहिला जहाँ गएर बोल्दाखेरि पनि अरूलाई गाली गर्ने, अरूलाई पछार्ने, अरूको खण्डन गर्ने गर्थे। अब अहिले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी पनि अब अहिले जनतामा जाँदाखेरि मेरो विचार यो छ, यो मेरो प्रस्तुत यो हो, मेरो देश विकास गर्ने लक्ष्य यो छ। हामी यो ठाउँमा मान्नु हाम्रो डिपी सर यहाँ आउनु भएको छ, हाम्रो काठमाडौँ 9 हेर्थ्यो, 9मा यो ठाउँको यो विकास यो गर्न हामी चाहन्छौँ भनेर हाम्रो विकास प्रस्तुत गर्ने हो कि अथवा अब पनि हामीले अरूको चाहिँ खण्डन गर्ने, पुरानो पार्टी यस्तो ढिलान यसको फलान यस्तो भन्ने हो। यो चाहिँ तपाईँले देशैभरिको हाम्रो नेताहरूले जहाँ जाँदा चाहे धनुषा गए पनि पश्चिम गए पनि हाम्रो विचार यो छ 5 वर्षदेखि 10 वर्षभित्रमा हामी यो देशलाई यो अवस्थामा लान सक्छौँ है। हाम्रो यसै फर्को मारेर यसै अगाडि बढ्छौँ भयो भने चाहिँ भिजन प्रस्तुत गर्न पाए हुन्थ्यो कि अब यसै गर्ने हामीले अर्काले गाली गरेपछि के अर्थ भयो र होइन। गाली गरेर होइन कि अब चाहिँ हाम्रो भिजन प्रस्तुत गर्ने काम चाहिँ गर्नुपर्छ भने मेरो सुझाव हजुर के छ, यहाँको भिजन के छ? यसको लागि तपाईँले यहाँसम्म धादिङमा छोडेर तपाईँ यहाँ आउनु पऱ्यो हजुर होइन त। अब म धादिङको, मैले धादिङ क्षेत्रमा एकको हजुर जानु चाहिँ लक्ष्य थियो, तर यहाँ आउनु हजुर अहिले। अब यो ठाउँको जनताले हजुरले भोट हाल्नु पर्ने कारण के त? आज यो ठाउँमा अरू पनि हुन्थ्यो नि, स्थानीय थियो नि त यहाँ नेताहरू, त्यसले गर्दा के कारणले हो यो चाहिँ हजुरले बताइदिनु पर्छ। एउटा त यहाँले भन्नुभएको जस्तो हामी सबभन्दा पहिला जुन अघि मैले आफूले बोल्दा नि बोलेको थिएँ, हामी गाली गलोज र पूर्व रहेका अथवा अग्रज नेताहरूको विरोधमा होइन भन्ने विषय म आफूले पनि त्यो स्वीकारिसकेको अवस्था हो र यहाँले दिएको सजेसनलाई म एकदम शिरोधार नै गर्छु र नेताहरूलाई पनि यो सूचना यहाँले दिएको सूचना सार्वजनिक रूपमा हामी दिइ नै हाल्छौँ। मैले अघि पनि भने मैले 9 नम्बर क्षेत्रलाई राम्रैसँग अध्ययन गरेको छु र यसको डाटामा नै अलिकति अध्ययन गरेको छु र यसलाई चाहिँ यहाँहरूको अगाडि सार्वजनिक गर्नु अगाडि मेरो एउटा अनुरोध चाहिँ मैले 14वटा वडा पर्छ मेरो निर्वाचन क्षेत्रमा, 14वटै वडाका हाम्रो संरचनालाई चाहिँ त्यहाँका केही आवश्यकता र सुधार गर्नुपर्ने कुराहरू मैले मागेको छु। त्यो केही आइरहेको हुनाले र मैले आज पनि यहाँलाई अघि पनि भने त्यो अलिकति आइदियो भने त्यसलाई समेटेर मैले अलिकति सकेसम्म यस्तो कुरा चाहिँ नछोड्दै अब भने मैले यहाँ बोल्ने बित्तिकै
केही कुरा छुटेका पनि हुन्छन्, देखाउने बित्तिकै केही कुरा छुटेका पनि हुन्छन्। त्यो गर्दाखेरि यो फेरि हाम्रो समाज कस्तो छ भने यो मेरो चाहिँ छुट्याइहाल्यो भने तीबाट हामी नकारात्मकतिर जाने चलन भएको हुनाले अलिकति समेट्न कोसिस गरेको छु केही दिन पखौँ। र अर्को कुरा चाहिँ सबैभन्दा गम्भीर कुरा हाम्रो आचार संहिताको कुरा छ। म त्यो आचार संहितालाई पनि समेटेर यहाँहरूको अगाडि प्रस्तुत गर्छु। पक्कै पनि यहाँलाई चित्त बुझाएर मात्रै म भोट माग्छु। भोट हाल्ने दिन धेरै दिन बाँकी छ। म भोट दिनुभन्दा अगाडि यहाँलाई चित्त बुझाएर बिपी अरियाललाई, घन्टीलाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्नु भनेको यो देश समृद्धितर्फ जानैका लागि हो भन्ने यहाँले बुझेपछि मात्रै मलाई भोट दिनु होला। म त्यो बुझाउने काम मेरो जिम्मेवारी हो, म बुझाउँछु। हस्, धन्यवाद यहाँ उपस्थित हुनुभएकोमा। आदरणीय दिदी दाइलाई पनि